से आया सनम साइकिल से रे, रांची से रोल खिला तेरे लिए, गुया मने रे जादू चलाई के दीवाना बनना रे। काम मन मिली कि नहीं मिली अब देखे पड़ी थोड़े कौन जान मालिक आई हुई ये बाटे बैठ मालिक अब बैठो ना अब काटी करी आई आराम से मालिक के कॉल लगाऊं की का कारण आई हुई शायद नहीं करे पड़ियो आई आए जाए तब तक बैठ रहे पड़ी आराम से तब। ओ भैया कता नहीं यो मालिक ले बोला थियो काम करने के लिए अनि कोही मालिक अहिले सम्म आएको छैन अनि बात भएन मालिकसँग अनि त्यहीले कल मिलाएको थियो लागेको छैन अलिक मिलाइदिनु न तपाईँ कल के काम त्यो मिस्त्री कता हो नाला अरे काम मिलाउनु मिस्त्री हो तिमी हजुर मिस्त्री हो ए बात गराइदिनु हजुर मालिकसँग बात करवा देना ल कल गर्दैछु हेलो हेलो सर नमस्ते नमस्ते बोल अनि यहाँ तपाईँको यहाँ एउटा काम गर्ने आदिवासी केटा आएको रहेछ कि अनि यहाँ पर्खिरहेको छ तपाईँले के भन्नुभएको थियो सर म बोलेको यो मान्छेले यस्तो काम गर्नुपर्छ हजुर के बोल्न म आउँदैछ ए सर ए हुन्छ हुन्छ सर तपाईँ आउनुहुने म आउँदैछ 5 मिनेट ए हुन्छ हुन्छ सर हुन्छ 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 ए आउँदैछ अरे ल मालिक हुन्छ ओए सचिन ओ मिस्त्री कता छ मिस्त्री त्यहाँ बसिरहेको छ देखा मलाई अन्त काम कस्तो चल्दैछ सर राम्रो चल्दैछ काम राम्रो गर्नुपर्छ ल हस् हुन्छ सर मिस्त्री कता छ ओए मिस्त्री मैले तिम्रो कामको नाम सुनेको छ ठिक छ म तिमीले काम दिन्छ काम राम्रो गर्नुपर्छ होला फेरि यताउता गर्ने होइन नि म बन्दैछ नि फेरि ल अब देखाउँछ म कन्स्ट्रक्सन देखाउँछ काम राम्रो गर्नुपर्छ ल चल म देखाउँछ तँलाई कन्स्ट्रक्सन साइट मिस्त्री मैले यता काम गर्नुपर्छ म के भन्दैछ मेरो स्विमिङ बाँधिँदैछ त यता नाला लगाउनु छ पानी पानी पास गर्ने ओ माथिबाट फिलिङ गर्नुपर्छ त्यो कस्तो गर्दा राम्रो हुन्छ अनि त्यो होम पाइप लगाउनु पर्छ त्यो यताबाट पानी जानुको लागि यता यस्तो ड्रेन बनाउनु पर्छ अच्छा फेरि यस्तो गर कति लाग्छ होम पाइप अनि लाग्छ नि 20 वटा जस्तो लाग्छ उहाँसम्म पुगाउनुको लागि उहाँसम्म पुगाउनु खर्च कति आउँदैछ आउँछ खर्च त आउँछ तपाईँले अब सामानहरूको लागि म हिसाब बताइदिन्छु नि अलिक त्यो ल ठिक छ पैसा कति लाग्छ टेन्सन नले म गर्दैछ ठिक छ काम राम्रो गर्नुपर्छ बस और यो छ यो हजुर हजुर यस्तो खानु ठिक छ यस्तो सिधा खानु 3 फिटको खानु बीचमा ग्याप 1.5 फिटको पाइप हान्दैछ ठिक छ ओ पाइपमा तिमीले कमसेकम ऐसा 2 फिटको ग्याप राख्नु ल म भन्दैछ काम राम्रो गर्नुपर्छ फेरि काम राम्रो गर्नु म जान्दैछ ल मेरो अर्को साइडमा जानु पर्दैछ मालिक मालिक अलिक त्यो सामानहरू पनि चाहिन्छ के सामान चाहिँदैछ तँलाई अनि त्यो रडहरू नाप्नुको लागि त्यो चाहिन्छ नि ल टेपहरू चाहिन्छ ठिक छ यो मेरो मान्छे यो के चाहिन्छ तँलाई यो मान्छेले भन्नु यो मेरो आफ्नो मान्छे हो ल तँलाई के चाहिन्छ सबै यो मान्छेले दिन्छ टेन्सन नगर्नु मेरो काम गर्दैछ नि टेन्सन नगर्नु ल म जान्दैछ मालिक सर अलिकति सल्लाह गर्नुपर्ने छ वा के सल्लाह गर्नुपर्ने छ हौ अलिकति पैसा चाहिएको थियो सामान सामानमा पनि अस्तिदेखि पैसा गएको छ अलिअलि त अब यसो सामानहरू लाउनु पर्यो त ज्यादा पैसा कति पैसा दिँदैछ तँले हिजो दिएको पैसा के गरे तँ हिजो अलिकति घरमा अलिकति प्रब्लम थियो अनि त्यता अलिकति दियो घरतिर अनि त्यस्तै हुँदो रहेछ ल ज्यादा बेसी दिँदैन म ठिक छ कम्ती दिँदैछ अब म कति पैसा चाहिँदैछ अलिक जति भयो पनि हुन्छ यसो विचार गरिदिनु न तिमीहरूलाई पैसा साधैको लागि पैसा बन्छ है दा पैसा राम्ररी कान्दोले युज गर्नु है दा हुन्छ तिमीहरूले औरी गर्दैछ नि फेरि
म तिमीले अब 3000 दिँदैछ ल 3000 दिँदैछ कन्ट्रोलले युज गर्नु त हस् हुन्छ मालिक हुन्छ ओ मिस्त्री काम राम्रो गर्नु अहिले त्यो खानु भनेको छ नि त्यो खत्तम गरेर मलाई भन्नु म चिया खाँदैछ ल पैसा पाइगयो अब भरे यसो पसलतिर खट्टु दोकानतिर अब मजाले रमाइलो हुन्छ जाँठा मालिक रिसाउँदै भए पनि पैसा त दिन्छ हौ काम पनि सक्यो बस्नुपर्छ अब मालिकले पैसा माग्नुपर्छ ए छोड्नु काम सक्यो त कति गर्ने हौ अब जानुपर्छ म मालिकसँग त्यो कुरा गरेर आउँछु ल पैसा लिएर आउँछु काम पनि सक्यो ल म जाँदैछु आउँछु म पछाडि अब पैसा माग्नुपर्छ काम पनि सक्यो अलिक बेसी माग्नुपर्छ अलिक एडभान्स पनि मागिहाल्छु भोलिको लागि मालिक कामहरू पनि अलिक सकेको तपाईँ हेरिदिनु न अलिक ल हिँड म हिँड्दैछ हुन्छ ल ठिक छ काम राम्रो गरे होइन काम सकेको छ ल ठिक छ त काम राम्रो गरे होइन हजुर तपाईँ जस्तो भनेको त त्यस्तै काम गरेको हामी वस्तो छैन अहिले ल काम देखा कस्तो काम गरेको छ तँ तपाईँ भनेको थियो जस्तै यहाँ यस्तो वा ज्यादा तिमी यस्तो काम गर्छ दा तिमीलाई म के भनेको यो यस्तो खानु भनेको होइन दा ज्यादा उल्टा उल्टा काम गर्दैछ होइन तपाईँ भनेको थियो यस्तो नाला लगाउनुको लागि तिमी के चुतिया मान्छे हो दा कति के भन्नु तँलाई दा यस्तो काम भनेको होइन यस्तो 3 फिटमा काम भनेको दा उल्टा काम गर्दैछ त्यो को पैसा दिन्छ यस्तोको काम गरेको होइन अलिक त्यही हो भइहाल्छ कि त्यो खल्टा दा भइहाल्छ होइन ल दा म बन्दैछ नि फेरि दा खतम काम नगरे म बन्दै यत्रो लेबर लगाएको पैसा कसले दिन्छ दा पैसा मेरो फ्रीमा हान्दैछ दा अरू कुरा नगरे म बन्दै यस्तो काम भनेको त ज्यादा अरू काम गर्दैछ यस्तो नगरे म बन्दैछ ल दा अरू काम गर्दो रहेछ हौ यो मान्छे दा यस्तो मिस्त्री मन पर्दैन म ल बन्दैछ नि फेरि दा ज्यादा तिमीलाई म कस्तो काम भनेको यो को गरेको होइन त्यो तपाईँ नाला गर्नुको लागि अगाडि छेक्नुपर्छ भनेको थियो नि तपाईँले यसरी झेक्छ तिमी मिस्त्री हो दा तिमी हेल्परको काम गर्दैछ मिस्त्री भन्छ तिमीले दा ज्यादा अरू काम गर्दैछ कति फिटको छ यो दा थाहा छैन तिमीले होइन त्यो 1.5 फिटको अलिकति छ दा ज्यादा 18 इन्चको छ तिमी 1.5 फिटको छ होइन त्यो यस्तोलाई म के भन्दैछ 3 फिटको ग्याप दिनु भनेको होइन दा ज्यादा यस्तो काम गर म भन्दैछ ल यस्तो काम नगर हो ज्यादा अरू काम नगर है म फोन माया मारिदिन्छ नि फेरि दा फुटाइदिन्छ टाउकोमा दा ज्यादा यस्तो अरू काम गर्दै रहेछ यस्तो काम गरेको म पैसा दिँदैन ज्यादा अरू काम गर्छ यस्तो काम गर्छ म बनेको तँलाई यस्तो त यो लगाउनुको लागि म बन्दैछ यता खाल्टो नगरे यता खाल्टो गरेछ यता यस्तो खाल्टो म यस्तो भनेको छ ज्यादा अरू काम गर्छ अब यो काम भएन भने म बन्दैछ है दा ज्यादा म फोन माया मारिदिन्छ टाउकोमा इज्जत दिन्छ है म दा ज्यादा कान्दो जस्तो काम नगर म बन्दैछ नि फेरि पैसा दिएको छैन म टाइम टु टाइम पैसा त दिएको छ त काम यस्तो गर्दैछ ज्यादा जस्तो काम गर्दैछ जा म अगाडि भनेको ल यस्तो नगर ज्यादा अरू काम नगरे तिमीहरू कान्दो जस्तो हेलो एभ्रिवान थ्याङ्क यू फर वाचिङ आवर भिडियो अगर तपाईँहरूलाई मन पर्यो भनेदेखिको लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस् हाम्रो झुको टिभीमा हैन सपोर्ट गरिदिनु होला माया गरिदिनु होला सब्सक्राइब सेयर लाइक सबै गरिदिनु होला माया देखाइदिनु होला फेरि यस्तै राम्रो कन्टेन्ट निकाल्ने भन्ने हामीहरू ट्राई गर्दैछौँ हैन जति सक्दो यति नै भन्छु